भन्ने जना उसले बुझ्नुपर्छ क्या। जस्तै तपाईहरु राइट साइड जाँदै हुनुहुन्छ भने म यहाँदेखि राइट जाँदै छु भन्यो भने तपाईले म हुँदैन नि त म यहाँदेखि राइट जाँदै छु अथवा दायाँ जाँदै छु कुन इन्डिकेटर बाल्नुहुन्छ राइट इन्डिकेटर बाल्नुहुन्छ। उनलाई तपाईले एकछिन बस भनिराख्नु परेन के। बुझ्नुभयो तपाईको एन्सर कुरा बुझ्नुभयो। एकछिन बस भन्दा चाहिँ कुन बत्ती बालिन्छ त भनेर तपाईले सोध्नुभयो होला अहिले भन्नुभयो सोध्नुभयो भने त्यसको एन्सर एकछिन बस भन्ने हुँदैन म यता जाँदै छु उले आफै बुझ्नु पर्यो मैले बस्नु पर्यो। कि कन्फ्युज त्यही हो कन्फ्युज भने भन्नुस् है म यता म जाँदै छु भने त एकछिन बस्दै गर भन्नु पर्दैन के। उले आफै बुझ्यो यता जान्छ यो मान्छे म यता जान्छु उले पनि म यता जान्छु त्यो बुझ्नु पर्यो। लेफ्ट इन्डिकेटरले के बतायो म लेफ्ट जाँदै छु यताको इन्डिकेटर बाल्यो भने यो उता जाने रहेछ उले मलाई बस भनिराख्नु परेन के। उ जाने रहेछ उ आफै तर्किन सुरु भयो। तर कस्तो सिचुएसन हुन्छ भन्दाखेरि कुनै बेला उहाँले भने जस्तै यता जड जा भन्ने खालको सिग्नल पनि दिनुपर्ने हुन्छ। मतलब बाटोमा सिधै छ टर्निङ गर्नु जरुरी छैन हामीलाई तर पनि हामी एकछिन यहाँनेर होल्ड गर्नु छ भनेपछि त्यो मान्छेले जाँदै अगाडिको गाडी त यो होल्ड गर्छ भन्ने थाहा पाउँदैन नि त उसले थाहा पाउँछ त थाहा पाउँदैन नि त होल्ड गर्दैछ भने थाहा पाउँदैन त्यही भएर होल्ड गर्दैछु म भनेर हामीले के गर्नु त्यसलाई नि इन्डिकेटर त दिनु पर्यो नि त हैन। त्यो पनि साइड लाइनले नै बताउने हो। उदाहरणको लागि तपाई कुनै गाडी ओभरटेक गर्दै हुनुहुन्छ मामाश्री भन्नुस् तपाई कुन बत्ती बाल्नुहुन्छ सुरु कुन साइडको बत्ती बाल्नुहुन्छ सुरु त फर्स्ट लाइट दिएपछि उले साइड दिन्छ साइड बत्ती पाँच लाइटको पुरै इन्डिकेटर मात्रै कुरा छ इन्डिकेटर भइराछ हैन चाहिँ हो त कुन साइड बाल्नुहुन्छ दाहिने अनि अब एकचोटी मलाई बताउनु दाहिने किन बाल्दै हुनुहुन्छ म यसलाई जितेर ओभरटेक गरेर जाने सुन्नु अब ठिकै हो 50% त मिल्यो नि त फेल त हुनु भएन 32 मै पास हुन्छ हैन। ओभरटेक गर्नलाई हामी सुरुमा राइटै बाल्ने हो किनभने हाम्रो साइड कहाँ हो राइट साइड। म मेरै ठाउँबाट चाहिँ ठाउँ छोडेर तिनीहरुको ठाउँमा आउँदै छु है भनेर अगाडिकोलाई पनि पछाडीकोलाई पनि के गर्ने हो जानकारी दिनलाई के गर्नु पर्यो सुरुमा राइट गइयो मेरो ठाउँ छोडे केटाकेटी हो भनेर चाहिँ राइट इन्डिकेटर बाल्यो। अब राइट इन्डिकेटर बालेपछि त्यसले ओभरटेक त गरिन्छ नि एकछिन टाढा गएर अनि फेरि म मेरो ठाउँमा आउँदै छु है भनेर बाल्नु पर्यो नि मेरो ठाउँमा आउँदै छु लेफ्ट बाल्नु पर्यो। ओभरटेक गर्दा त्यसो के गर्नु पर्छ भाइ सुरुमा राइट इन्डिकेटर बाल्नु पर्यो अलिकति अगाडि गएर के गर्नु पर्यो लेफ्ट इन्डिकेटर बाल्नु पर्यो। नमस्ते धन्यवाद छिटै आउनुभयो त। अब भन्नु त जस्तै पछाडिकाले अगाडि जान्छ भनेर भन्नु अगाडिकामा पछाडिको मान्छे त अगाडि दृष्टि देख्दैन नि त अगाडि छेड्यो छ त्यो अगाडिकाले चाहिँ एकछिन पस गरेर के गर्छ सर भन्नु त पछाडि ब्रेक लाइट छँदै छ नि सर ब्रेक लाइट उले बाल्दिहाल्छ सातो गयो नि त अगाडि जान्छ त फेरि। अब सुन्नु अब तपाईले नै भनेको एन्सरको तपाईले भनेको क्वेशनको अर्को पनि एन्सर हुन्छ त कस्तो चाहिँ हुन्छ कस्तो क्वेशन हुन्छ भने अगाडि बाटो छैन भन्नलाई त उले अलरेडी बत्ती नै बाल्दैन ब्रेक लाइट बल्छ जाँदैन गाडी तर खाली छ जान सक्नुहुन्छ भन्नलाई चाहिँ कुन बत्ती बालिन्छ जसो भए राइट इन्डिकेटर बाल्दिरा चाहिँ जा जा भन्छ नि त। मैले अघि भने त तपाई हुन्छ कि म हुन्छ इन्डिकेटरले म हुन्छ त्यो हात अल्लु ठिकै छ सात हात स्वाभाविक भयो त्यो राम्रै कुरा हो तर इन्डिकेटरको आधारमा चाहिँ यही समस्या छ क्या धेरै मान्छेले यो बुझेकै छैन। तपाई जान सक्नुहुन्छ भन्नको लागि लेफ्ट इन्डिकेटर बाल्ने हो बुझ्नुभयो किनकि इन्डिकेटरले म जनाउँछ नि त म साइड लागे यो साइड लाग्यो आफै जानुपर्छ बुझिहाल्छ क्या त भनेर भनिराख्नु तपाई भनेर भनिराख्नु पर्दैन किनभने राइट इन्डिकेटर बाल्नु भने यता टर्निङ पनि त हुन्छ नि त। अब यता जाने कि मलाई जाँदा भनेको त यसले तर मैले देखेन सर मैले पनि भुलेको तर राइटै बालेको छ क्या गाडीहरुले तपाईहरुले जे बुझ्नु भएको छ नि अहिले त्यस्तै बुझ्ने मान्छेले राइट बालेको हो क्या हामी जतिको मान्छेले बुझ्दैले बा त्यस्तो बाल्दैन क्या।